एभ्रिवान। मैले यता खिचिरहेको छु, उनीहरू हात हलाउँदैछ। वेलकम ब्याक टु माई युट्युब च्यानल। यहाँहरू सबैलाई स्वागत छ। आई होप सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु। हामी चाहिँ यहाँ आज घुम्न आइरहेछ। अस्ति गर्मी छ, गर्मीले बेहाल भइरहेछ। यता ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ दुईजना पार्टी भइरहेछ हाम्रो। सो अब हामी के गर्छौँ, एकछिन यहाँ बस्छौँ, खान्छौँ चिसो अनि रमाइलो गर्छौँ, फोटो भिडियो खिच्छौँ। त्यो हेर्नको लागि चाहिँ हामी टिकटकमा फलो गर्नु होला, साथी बन्नु होला। स्टे ट्युन, बाई बाई। मजा आइरहेछ। लाङफाङ भएर बसिरहेको छ, भिडियो बनाउँदै जाएको छ। अनि कस्तो हुनु पर्यो त यहाँ गरममा? यस्तै त हुन्छ त गाइस। चेयर्स गर चेयर्स। खै मेरो पनि चेयर्स गरिदिन्छ। चेयर्स। अहिले चाहिँ हाम्रो हालत खराब भइरहेछ। पसिना आएर टिकटक बनाएर हालत यस्तो भइरहेछ गाइस। अब चाहिँ म हजुरहरूलाई यताको नजारा देखाउँछु। हामीले यहाँ खाएर मस्त मोज गऱ्यो। म भिडियो खिचेर आउँछु है, पस्दै गएर तिमीहरू। यहाँ छ तिनीहरू दुईजना गाइस। अब यताको सनसेट हजुरहरूले देख्न सक्नुहुन्छ मजाले। यहाँ आएपछि त मैले भिडियोहरू केही पनि बनाएकै छैन साथीहरू, किनभने काम गर्मी हुन्छ अनि झ्याउ लाग्छ क्या। यता चाहिँ यस्तो छ, यस्तो दामी सनसेट भ्यू देख्छ। अब चाहिँ यहाँ हामी फोटो भिडियोहरू खिच्छौँ, भिडियो बनाउँछौँ। सबैजनाले हेरेर माया गरिदिनु होला। अब ठिक्क समय भयो, यस्तो राम्रो भ्यू देख्छ। दिनमा त यस्तो गर्मी छ नि यहाँ। सो मेरो साथीहरू चाहिँ यहाँ बसिराखेको छन् दुईजना। आजको दिन पनि सके गाइस। सबैजनाले मेरो युट्युब च्यानललाई चाहिँ सब्सक्राइब गर्न नभुल्नु होला। तिमीहरूको हालचाल देखाउँ यता। ओइ गाइजहरू, यहाँ यस्तो छ हाम्रो हालचाल। उनीहरूको हालत यस्तो बसिरहेछ। गरम यति धेरै गरम छ यहाँ, हेर्नु न टल्किरहेछ पसिनाले। अब चाहिँ हामी त्यहाँ जान्छौँ। सो स्टे ट्युन। अब यहाँ चाहिँ छ टक्क बाहिरको सनसेट नजारा हेर्न सक्नुहुन्छ साथीहरू। अहिले चाहिँ रात पर्यो, यस्तो हालत भएको छ। अनि अब चाहिँ हामी फर्किन लागेको। पछाडि दुईजना मेरो हात गल्यो। अब चाहिँ हामी फर्किन्छौँ। यस्तो गर्मीले हालत खराब भएको छ। सो त्यही हुन्छ, भिडियोहरू पनि पोस्ट गर्ने, भिडियोहरू गर्ने अल्छी लाग्छ क्या, गरम हुन्छ। त्यही भएर सबैजनाले सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला गाइजहरू। टाइम मिले भिडियोहरू ल्याउने कोसिस गर्नेछु भन्दै अब के हुन्छ
म देखाउँछु हजुरहरूलाई अब चाहिँ हामी यहाँबाट निस्किन लागेको यस्तो छ ब्याक साइडको नजारा चाहिँ गर्मीले पाप भइरहेको छ पाप अब चाहिँ हामी थोरै सपिङ गर्छौँ त्यसपछि फर्किन्छौँ हाई गाइज अब चाहिँ हामी फर्किन लागेको हजुरहरूलाई कस्तो लाग्यो आजको हाम्रो नभएको त्यस्तो धेरै भिडियोहरू चाहिँ हेरेर सल्लाह के भन्छ प्रतिक्रिया दिनु होला